वेदिका केसीलाई जेलसम्म पुर्याउने राधिका दासी दोस्रोमा हुन्। पहिलो नम्बरमा राजेन्द्र बानिया र चिप्ल्याउने अङ्कल हुन्। राधिका दासीको क्यारेक्टर बारे महत्त्वपूर्ण कुरा भन्नु अघि यी पतततगारिता गरिरहेकाहरूको मुखुण्डो खोल्दिउँ है। नेपालमा राधिका दासीलाई मात्र होइन, भिभिआइपी मन्त्री सांसदलाई दिनहुँ सामाजिक सञ्जालमा मुख छोडी छोडी सुन्नै नसकिने गाली आउँछ। तर किन पक्राउ पर्दैनन्? किनकि पक्राउ पर्ने हैसियत हुँदैन तिनीहरूको। त्यो हैसियत कसरी बन्छ? विडम्बना यी पत्रकारहरूसँग इन्टरभ्यू आइसकेपछि त्यो राष्ट्रिय मुद्दा बन्छ। देशभरि न्यारेटिभ सेट हुन्छ। धेरै मानिसले पत्याउँछन् अनि स्वतन्त्र मानिस झगडिन्छ। एआईले कम अल्गोरिदम युज गर्छ क्या, तर यी महाशयहरूले बढी युज गर्छन्। कसलाई ल्यायो भने चल्छ इन्टरभ्यू, टप्प उठायो झगडिदियो। एउटा साधारण मान्छेमा अलि लोभ हुन्छ नै। यत्रो ठुलो मान्छेले बोलाएपछि नाम हुन्छ गइदिम, तर यसरी फसाइदिन्छन्। देखिहाल्नुभयो होला नि हालत। अब हामीले त आफ्नो कर्म गरेको हो, केही विकृति उजागर गरेको हो भन्छन् कार्यक्रमको सुरुमै। तर यो सब नाटक हो यिनीहरूको। कार्यक्रममा त वेदिकाको तारिफ गरिरहेका थियौ त। अहिले पक्रिँदा 2 शब्द आउँदैन त बोलाहाहरूलाई? हुन त डलर आउँदैन होला नि त त्यति थोरै बोल्दा। फेरि जेलबाट छुटेपछि अर्को 1 घण्टाको लामो इन्टरभ्यूमा बोलाउने प्लान बनाइराखेका होलान्। सुरुमै चोखिन भन्छन्, के भने छोरी जस्तो मान्छेलाई ल्याए, गाह्रो प्रश्नले पेल्यो भन्छन्, डलरको लागि गरेको भन्छन्, मुख छोड्छन् कमेन्टमा, हामी पत्रकारलाई कहाँ सजिलो छ र भन्छन्। खैर, यसले हामीलाई फरक पर्दैन, तालीमा मात्तिदैनौँ, गालीमा आत्तिदैनौँ भनेर कार्यक्रम सुरु गर्छन्। फरक पर्दैन भने किन भनिराख त? टाउको नदुख्दा मलाई टाउको दुखेको छैन, औषधि नदिनुहोस् भनेर तिमी हस्पिटलतिर दगुर्न जान्छौ र? टाउको नदुख्दा त टाउको सम्झना पनि आउँदैन त। त्यही भएर जे कुरा यी सुरुमै मेन्सन गर्छन् नि, त्यही कुराले यिनको त्यहाँ मिर्ची त नराम्रैसँग लागेको प्रश्न हुन्छ। यसरी झुक्क्याउने काम नगर्नु। साधारण मान्छे यिनले इन्टरभ्यू लिन बोलाउँदा त नगएकै बेस हुन्छ क्या। एकपटक खगेन्द्र सुनारले दलितको पक्षमा आवाज उठाएर एसपी घिसार्छौँ भन्दा राजेन्द्र बानियाले खगेन्द्रको विरोधमा पोस्ट हाले। तर स्पेसल्ली दलितको पक्षमा कहिल्यै पनि स्ट्याटस आउँदैन। जान अन्जानमा 21-22 वर्षे टिटीले बोलिरहँदा टिआरपी बढाउने मसलाको रूपमा वेदिकालाई प्रयोग गरियो। अब यिनका के भन्न लाथे नभनौँ होला, यिनको के गयो र यति चाहिँ भने है मैले। दासीजीका उदासी कहानी भन्नु पूर्व वेदिकाको बारेमा 2 शब्द बोलौँ। एकदमै राम्रो पोटेन्सियल भएकी तार्किक केटी हुन्। केही बेथिति विरुद्ध सशक्त आवाज उठाइन्, जुन तपाईँ हामीले सकेनौँ, सक्दैनौँ, किनकि हामी कायर छौँ। धर्मको नाममा व्यापार भएको छैन र। तर हिम्मत कसले गर्यो? वेदिकाले हो। अनुभव छैन उनलाई, प्रक्रिया थाहा छैन, सम्पूर्ण ज्ञान छैन, बोल्दाखेरि बाटो बिराइन होला, शब्द तलमाथि भयो होला। पर्सनल्ली मैले पनि कुरा गर्ने प्रयास गरेको हुँ। उनको सबै कुरामा म पनि सहमत थिएन, त्यही भएर कुरा गरेको मैले मेरो गुरुलाई सोद्धा पनि गुरुले अद्भुत केटी छन्, तर कुलदेवता भन्दै हिँडेकी छन्, यिनकै कुलदेवता दाइना छैनन् अहिले भनेर भन्नुभयो। संयमित भएर राम्रो गुरुको सहयोगमा अघि बढ्नुपर्छ, यिनको विरोध गर्न जरुरी छैन भन्नुभयो गुरुले। त्यही भएर मैले थोरै कुरा मात्र म्यासेजमा राखेँ, विरोध चाहिँ गरिन उनको। हिजो अकस्मात वेदिका पक्राउ परिन् भन्ने खबरले म सक्ड भएँ। पहिले मैले राजेन्द्र बानियाको फेसबुकमा हेरेँ केही बोलिदिएको छ कि भनेर, छैन। चिप्ल्याउने काका पनि मौन छन्। सायद जेलबाट छुटेपछि फेरि एउटा पोडकास्ट गर्ने तयारी गरिरहेका होलान् है। अब आउँ राधिका दासीतिर। वेदिकाको आरोप राधिका दासीप्रति मैले कहिल्यै पनि विश्वास गरिनँ। उनको बोल्ने शैली, त्यो चमक, उनका प्रवचन सुन्दा आनन्द लाग्नेछन्। वेदिका अलि बच्चै छन्, केही पढ्दा पढ्दै जानेको कुरा सेयर गर्न मन लाग्छ, के बोलौँ लाग्छ। त्यो फेजबाट हामी पनि गुज्रेकै हो। यो कुरा राधिकाजीले बुझ्छन्, ज्ञानी माता हुन् जस्तो लाग्थ्यो, तर सिधै पक्राउ गराइछन्। अब उनका क्रियाकलापप्रति अलिकता सशङ्कित म चाहिँ भएँ है। एउटा 22 वर्षकी छोरी समान भनेकी छन्, फेरि छोरीलाई चाहिँ किन पक्राउ गराएको? यति डर किन? तपाईँको सत्य एकजना र्यान्डम केटीले 2 वचनले झर्मरायो। प्रहलादको कहानी सुनाउने, क्षमाको पाठ पढाउने तपाईँको कथामा कहाँ ढङ्ग पर्यो? यो उमेरमा जेल जाँदा वेदिकाको पुरै जीवनमा के असर गर्ला? तपाईँ जस्तो माताका लागि त सबै प्राणी समान हुनुपर्ने होइन र? बरु झाँक्रीहरूको जागिर नै लगभग खाँदा पनि उनीहरूले पक्राउ गराएनन्। तर राधिका दासीजी तपाईँ, मलाई त लागेको थियो एकपटक तपाईँले वेदिकालाई घरमै बोलाएर खाना खुवाएर सम्झाइ बुझाइ गर्नुहुन्छ भनेर। मेरो त तपाईँ प्रतिको श्रद्धा नै हरायो आजबाट।
जिजसले सत्यको लागि क्रसमा झुन्डिन तयार भए, सुक्रातले विष पिए, मीरा माताले त्यत्रो अपमान सहिन्, तर सत्य सत्य नै साबित भयो। अन्त्यमा अरूलाई पाठ पढाए जस्तो हुँदो रहेनछ नि त। कथा लगाएर हजारौं भक्तजनलाई इन्फ्लुएन्स गरे जस्तो सजिलो रहेनछ है। सत्यको बाटो हिँड भनेर सिकाउनु र हिँड्नुमा फरक हुँदो रहेछ नि त। यति क्षमा गर्न नसक्ने तपाईले के प्रवचन दिनुहुन्छ होला र अरूले के पत्याउलान्? अब तपाई त नेता जतिको पनि हुनु हुँदो रहेनछ। नेतालाई चप्पलले हान्दा पनि नकुट जेल नहाल भन्छन्, तर तपाईले त एकजना र्यान्डम केटीलाई सिधै जेलमा खोजिदिनु भयो। कत्रो अहंकार रहेछ है तपाईमा। म पनि सबै कुरामा सहमत छैन वेदिकाको, तर तपाईले साथमा लिएर सम्झाउन सक्नु पर्थ्यो। एक इशारामै जेल पुर्याएर जिन्दगी भरिको दाग लगाइदिनु भयो। त्यो दागको डाम तपाईलाई पनि जिन्दगी भरि सताइरहनेछ। अहिले सत्ता, शक्ति, धर्म र पत्रकारिता एउटै बाटोमा हिँडिरहेका छन् हाम्रो देशमा। गीता, महाभारत, वेद सबैमा टीका लेखिए, पुनर्व्याख्या भए। अब पत्रकारिताले जेल हाल्न योग्य बनाइसकेपछि अलिकता अपिल सहयोग गरिँदैन भने त्यस्तो पत्रकारिताको पनि पुनर्व्याख्या हुनुपर्छ। नमस्कार, म विवेक र यो थियो विचार बम्बिङ।